नमस्कार। यदि तपाईँ रेडमी युजर अथवा यामा युजर हुनुहुन्छ र तपाईँको मोबाइलमा बार यो समस्या आइरहेको छ भने यसलाई कसरी बन्द गर्ने तपाईँलाई आजको भिडियोमा देखाउन गइरहेको छु। भिडियो एकदम छोटो छ तर एकदम जानकारीमूलक रहेको छ। तपाईँहरूलाई थाहा होला कतिपयलाई थाहा नहोला। थाहा भएकाहरूलाई भइहाल्यो, थाहा नभएकाहरूले यस्तो समस्या आयो भने यसलाई कसरी बन्द गर्ने आउनुहोस् आजको भिडियोमा। साथीहरू, अब भने म तपाईँलाई मोबाइलको स्क्रिनतर्फ लैजान चाहन्छु। यो एउटा रेडमीको मोबाइल हो। यो खोल्ने बित्तिकैमा यहाँ तपाईँको अहिले चाहिँ आएन। यस्तो गर्दाखेरि यहाँ डु नट कभर इयरफोन एरिया भनेर आउँछ। त्यो आयो भने कसरी यसलाई बन्द गर्ने, सबैभन्दा पहिला तपाईँ आफ्नो सेटिङ्समा जानु होला। सेटिङ्समा गइसकेपछि माथि सर्च बारमा POCKET पकेट भनेर सर्च गर्नु होला। पकेट सर्च गरिसकेपछि माथि पकेट मोड देख्न सक्नुहुन्छ। पकेट मोडमा जाने बित्तिकैमा थोरै तल स्क्रोल डाउन गरिसकेपछि पकेट मोड भन्ने हुन्छ, यसलाई अफ गरिदिनु होला। यो अफ गरिसकेपछि तपाईँको मोबाइलमा यो घरिघरि भोल्युम प्लस थिच्छ, यो तपाईँको इयरफोन एरिया ढाकिएको छ भन्ने नोटिफिकेसन आउँदैन। र यो यता रेडमीको लागि भयो। अरू ओप्पो भिभोहरूमा नि त्यस्तै मोस्टुराइज के भन्ने समस्या आएको हुन्छ। त्यसको लागि पनि भित्र गएर पकेट भनेर सर्च गर्नु भने तलपट्टि त्यसको अप्सन रहेको हुन्छ। त्यसलाई तपाईँले बन्द गरिसकेपछि सजिलैसँग यो समस्या समाधान गर्न सक्नुहुन्छ। हस् त, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? भिडियो मन पर्यो भने एक लाइक, एक सेयर तथा एउटा सानो कमेन्ट गर्न नबिर्सनु होला। नमस्कार।